लोकल दाल बनाउँदैछु है साथीहरू आज चाहिँ। हेरिरहेको छ नानीले, अब उसले पनि देखाउनु पर्छ नि त यस्तो कुरोहरू। ओल्डन डेजमा पकाएर खाएको स्टाइलले चाहिँ। पछि मेरो दाल पाक्यो है। अमेजिङ खालको फुटबल ग्राउन्ड। साथीहरू म चाहिँ यहाँ आज लोकल दाल बनाउँदैछु है साथीहरू आज चाहिँ। पुरा अर्ग्यानिक स्टाइलले ओल्डन डेज भनौँ न, पुरा ओल्डन डेज स्टाइलमा है। पहिला पहिला बाजे बोजूहरूले यसरी बनाएर दिन्थ्यो, बाबा मम्मीहरूले यसरी बनाएर दिन्थ्यो आगोमा। पुरा मिस भएर नि बनाएर खानु मन परेर सानोमा यसरी देख्यो, बाबा मम्मीले बनाएर दिएको हो। ओके हुन्छ है साथीहरू। चुल्हामा बनाएर खाएको चाहिँ, आगोमा बनाएर खाएको स्टाइल चाहिँ, आगोमा बनाएर खाएको स्वादै फाल्टो हुन्छ है। आगोमा बनाएर खाएको स्वाद चाहिँ ओके हुन्छ। यहाँ मेरो नानी यहाँ छ, हेरिरहेको छ नानीले। अब उसले पनि देखाउनु पर्छ नि त यस्तो कुरोहरू। हाई फाईमा जिउने मात्रै होइन र, यस्तो दुःखको कुरोहरू पनि हेर्नुपर्छ है नानु। दाल उसिन्दैछु आजको ब्लगमा चाहिँ। यहाँनिर ओल्डन डेजमा पकाएर खाएको स्टाइलले चाहिँ दाल बनाएर आएको छु है साथीहरू। यो दालसँग चाहिँ बार्बिक्यू बनाउने भनेको, बार्बिक्यू बनाएर खानुपर्ने छ दालसँग। हिजो पनि बार्बिक्यू नै गरेको थियो, आज पनि। यहाँनिर साथीहरू हेर्नुहोस् है, दाल उसिनिरहेको छु है पुरा चुलोमा। बाजे बोजूले बनाएर दिएको, बाबा मम्मीले, स्पेसली बाबा मम्मीले बनाएर दिएको याद भएर नि आफूले पनि बनाएर खाँदैछु है। यहाँनिर अब तपाईँहरूले पनि कतिजनाले यसरी बनाएर खानु हुनुहुन्छ होला, खानुहोस् है एकदम अर्ग्यानिक स्टाइलले। साथीहरू अब पछि मेरो दाल पाक्यो है। 2-3 घन्टा पछाडि आगोमा उसिनेर लास्टमा चाहिँ ग्यासमा लिएर झाँटेको, बाहिर उसिने अन्त भित्र झाँटेको एकदम लोकल दाल हो है, अर्ग्यानिक दाल। आगोमा उसिनेर ग्यासमा झाँटेको पुरा हेर्नुहोस् है साथीहरू। रेडी भयो आज खानको लागि। ल साथीहरू बार्बिक्यू गर्दैछु, पानी पनि पर्दैछ। अघि दाल बनाएँ, अब बार्बिक्यू गर्दैछु है। बार्बिक्यू साथीहरू आगोमा पानी पर्दैछ, छिटो गर्नु पर्ला। नानीले दिलेर एकतिर हो, नानी बोकेर गरेको है। अब चाहिँ अलमोस्ट पाकिसक्यो। पाकिसकेपछि टिप्नु आँटेको छु। पानी पर्दैछ। वेट इभिनिङ वाकमा आएको, इभिनिङ वाकिङ। अमेजिङ खालको फुटबल ग्राउन्ड है यो चाहिँ। सायद पब्लिक फुटबल ग्राउन्ड होला हौ, पब्लिक। अमेजिङ खालको फुटबल ग्राउन्ड।
इभिनिङ भ्यू देखाएको है साथीहरू इभिनिङ भ्यू इभिनिङ भ्यू देखाउँदैछु है साथीहरू इभिनिङ भ्यू मेरो छोरो र मेरो हस्बेन्ड चाहिँ यहाँ पर छ इभिनिङ वकमा आएको 5 हुनु आँट्यो भनौँ न 5 हुनु आँट्यो यहाँ चाहिँ एउटा सरको स्कुलको सरको छोराले गाडी सिक्दै रहेछ म्याडम चाहिँ यहाँ बसेको रहेछ म्याडम र नानी चाहिँ सर र सरको छोरा चाहिँ सिक्दै रहेछ गाडी म पनि लिएर यहाँ सिक्नु पर्यो अब गाडी अहिले त तेलको दाम बढेर गाडी कुदाउनु सक्दैन साथीहरू भुटानमा पुरा तेलको दाम बढेको छ है तपाईहरुको ठाउँमा कस्तो छ तपाईहरुको देशमा भनौँ न बाबाई गर्नु बाबाई गर्नु बाई बाई बिस्तारै बिस्तारै यता आउनु यता बाई 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 बाई